साथीहरू अब के साँच्चीकै भुन्टी सिरियल सधैँका लागि नआउने नै हो त? के साँच्चीकै भुन्टी सिरियल सधैँका लागि बन्द भएको नै हो त? यदि बन्द भएको छैन भने आखिर कहिले आउँछ त भुन्टी सिरियल? आउनुहोस् आज यसैबारे तपाईहरूलाई जानकारी दिने नै छौँ। त्यसैले गर्दा हाम्रो यस भिडियो राम्रो लागेमा भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य पनि नभुल्नुहोला है त। साथीहरू, विगतको लामो समयदेखि हरेक हप्ताको मङ्गलबार राति 9:10 को समयमा प्रचार प्रसारण हुँदै आएको सुकुमाया टिभी युट्युब च्यानलबाट भुन्टी सिरियल आखिर यो मङ्गलबार भने किन आएन त? यस बारेमा भुन्टी सिरियलको लेखक तथा निर्देशक आशा खड्काले यस्तो भन्नुभएको छ। आदरणीय दर्शक महानुभावहरू, हिजो भएको जेनजी आन्दोलनको लडाईँमा ती देशका कर्णधारहरूको छातीमा गोली ठोकिँदा हामीहरू रातभरि निदाउन सकेका छैनौँ। त्यसैले यस्तो दुःखद घडीमा तपाईहरूमाझ हामीहरूले कसरी सिरियल लिएर उपस्थित हुन सकौँ भन्ने कारणले गर्दा हामीहरूले यस मङ्गलबार तपाईहरूमाझ भुन्टी सिरियल लिएर उपस्थित हुन पाएका छैनौँ। तपाईहरू सबैजनाले भुन्टी सिरियललाई कुरेर बस्नु भएको छ भन्ने कुराले मैले तपाईहरूमाझ यो जानकारी दिनका लागि भिडियो बनाएको हुँ। अब आजको मङ्गलबार भने भुन्टी सिरियल आउने छैन र साथसाथै ती देशका लागि लडेका ती कर्णधारहरूले को मृत आत्माप्रति चिर शान्तिको कामना गर्दै आउँदो अब केही दिनहरूमा तपाईहरूमाझ भुन्टी सिरियल लिएर उपस्थित हुने नै छौँ। त्यसैले गर्दा अहिले तपाईहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ रहनुहोला, सुरक्षित रहनुहोला भनेर जानकारी दिनुभएको छ। हो साथीहरू, देशमा भइरहेको लडाईँका कारण धेरैजनाको ज्यान गएको र धेरैजना घाइते भएकै कारणले गर्दा यस्तो दुःखद घडीमा उहाँहरूले भुन्टी सिरियल प्रचार प्रसारण गर्नु भएको छैन। अब देशको अवस्था सुध्रिसकेको छ र प्रधानमन्त्री पनि नयाँ आइसक्नु भएको छ। त्यसैले गर्दा अब पक्कै पनि आउँदो मङ्गलबार भने तपाईहरूमाझ भुन्टी सिरियलका टिमहरूले भुन्टी सिरियल उपस्थित गराउनु नै हुनेछ। तपाईहरूमाझ भुन्टी सिरियललाई लिएर आउनु नै हुनेछ। त्यसैले गर्दा त्यो मङ्गलबारको प्रतीक्षामा सबैजना रहनुहोला र आउँदो भुन्टी सिरियलको नयाँ भागलाई पनि धेरै मन पराइदिनुहोला भन्न चाहन्छौँ।